नमस्ते सबैलाई स्वागत छ एसबीएक्स स्टुडियोमा। आजको भिडियोमा हामी हिरोइकबाट इलाइट हिरोइकतिर अझै नजिक पुग्ने र्याङ्क पुस गर्दैछौँ। कति स्टार बढ्ला बोया आउँछ सबै कुरा यो भिडियोमा थाहा हुन्छ। भिडियो रमाइलो लागे लाइक सब्स्क्राइब र बेल आइकन थिच्न नबिर्सिनुहोला। अब धेरै कुरा नगरी गेमतिर लागौँ। गेम सुरु भयो। सुरु नआँटिरहेको छ। छिटो हुन सुरु। कस्तो सुरु नै नभएको। मेरो मोबाइल ल्याग चल्ने कारण मेरो यस्तो स्लो चलिरहेको छ नि नेट। त्यही भएर लोड नभएको। यहाँ खै के को कारण हो? हामीले किङफिसरसम्म लिन पायौँ। फर्स्ट राउन्डमा अगाडि बढ्दाखेरिमा एनिमीलाई नदेखेको अगाडि एनिमी र सान्डे रहेछ। त्यही भएर म पछाडि भएको ड्यामेज दियो। त्यसपछि मलाई ड्यामेज दिएर मैले डाउन पार्न खोजेँ। डाउन पारेँ। मेरो टिममेटले मार्यो। त्यसपछि मलाई छ्याछ्यै बढाएर अगाडि बढ्यो। अगाडि बढेर मेरो यो उसलाई नकल भएको उसलाई फिनिस गरेँ र अगाडि बढ्दा एनिमी आउँछु कि भन्ने आशा गरेँ। तर मेरो अर्को टिममेटले मारिदियो। फर्स्ट मेरो यो साथीहरूको टिममेटको कारण मेरो नाममा भयो। अब दोस्रो राउन्ड सुरु भयो। यहाँ मैले विजय लिएँ। विजन साइड पनि लिएँ। अब राम्रो रहेछ 300 म केही पनि लिन्दिनँ। मोबाइल ल्याग आउन थाल्यो र म यताउता गरेर टाइम पास गर्न थालेँ। यताउता गर्दाखेरि अलिकति मोबाइल ल्याग चल्छ भनेर राउन्ड सुरु भयो। अगाडि बढेँ। यहाँबाट अलिकति लुकेर जानुपर्छ नभने एनिमीहरू हुन्छ। एनिमी देखिन त्यही भएर अगाडि बढेँ। त्यसपछि यहाँ माथि चढेर एनिमीलाई मार्छु भन्ने सोचेँ। तर मेरो टिममेटले दुईजनालाई डाउन पार्यो। त्यसपछि म अगाडि आरामले बढेँ। अर्को पनि डाउन भयो। मेरो टिममेटलाई डाउन पार्यो। अर्को त्यो कहाँ छ भनेर मलाई पनि डाउन पारिदियो। फिनिसमै पारिदियो। मेरो अब बाँकी बस्यो दुईवटा टिममेट। एउटा टिममेट सिधै अगाडि गएर बस्यो र अर्को टिममेटले पार्यो। अनि मेरो अर्को टिममेटले चाहिँ मारिदियो। राउन्ड पनि मेरो नाममा भयो। एक किल पनि हान्न सकिनँ। अर्को राउन्ड सुरु भयो। राउन्ड 3। यसमा सही टाइमले कुलवाल र जामा लिए। जामा लागि एकी पनि दिएपछि किङफिसर जिते। अब अलिकति गर्नको लागि पछाडि गएँ। स्लाइड गर्दै पर्छ। गर्दाखेरि कसैले हाल्न सक्दैन। अगाडि बढेँ एयरड्रप लुट्नको लागि। एयरड्रप धेरै नजिक लुटेको। एयरड्रप भनेर हेरेको आएन। त्यसपछि किङफिसरको सट्टा किङफिसर लिएर अर्को एनिमीलाई डाउन पारेर अगाडि बढ्दा अगाडि मेरो साथीलाई अगाडि बढ्दैछ। किङफिसरले मार्न खोजेको पछाडि अर्को एनिमीले मारिदियो जससँग डिएसएस थियो। त्यसपछि एकछिन हेरेँ
अनि राउन्ड 4 पनि सुरु भयो। एउटा राम्रो राम्रो भएन। यहाँ मैले सुपर बुलेट र भिजन लिएको थिएँ, तर भिजन नलिकन मैले MP5 पेज बुलेट लिएँ। यो म भोइस ओभर गर्दैछु, त्यही भएर सबै कुरा थाहा छ, तर म भन्दिनँ किनकि तपाईँहरूले प्रिडिक्सन गर्नुपर्ने भएको छ। हेर्न सक्नुहुन्छ म यहाँबाट तल जान्छु र अगाडि रस हालिदिन्छु किनकि एनिमी अगाडि नआउने सम्भावना धेरै छ। हुनेभन्दा अगाडि बढ्दा यहाँ एनिमी छ कि भनेर गएको, एनिमी रहेछ यहाँ ढुट्टै। त्यसपछि अगाडि बढेँ, त्यहाँ एनिमी छ कि भनेर हेरेको रहेनछ। त्यसपछि नहेरिकन अगाडि बढेर राम्रोसँगले अर्को के चम्किरहेको भएर अगाडि बढेर MP5 नै परेछ। त्यसपछि यहाँ बसेको एकजनालाई डाउन पार्यो मेरो टिममेटले, त्यसलाई त्योसँग भएको अर्को एकजनाले डाउन पार्यो। र म मार्न पारिरहेको दुईलाई फिनिस गरेर लुक्दाखेरि मैले फेरि MP5 नै मिल्न बाध्य बनेँ। एनिमी कहाँ छ भन्ने पनि थाहा पाएँ, त्यही भएर अगाडि बढेँ। फेरि ड्यामेजतिर मलाई पारिदियो। त्यसमा सर्कल छ तर मेरो टिममेटहरूले त्यसलाई पनि मारिदियो। अब सुरु भयो अर्को राउन्ड, लास्ट राउन्ड या लास्ट सेकेन्ड राउन्ड। यो राउन्ड अलिकति अर्को छ। यो धेरै पछि खेल्दाखेरिमा भएको हो। यहाँ मैले VSS पेसलाई म्याक्स, हेलमेटलाई म्याक्स, ग्लोभ्स सबै र 3टा ग्लोभ अनि EP र जामर लिएँ। यसमा यो गेम सजिलो होस् भन्ने मेरो चाहना छ, यो राउन्ड जितौँ भन्ने पनि चाहना छ, तर जित्छ जित्दिन यो मेरो हातमा छैन, मेरो टिममेट र तपाईँहरूको प्रिडिक्सनमा छ। म अगाडि बढेर मलाई चलिरहेको छ। यहाँ अगाडि 3जना रहेछ, 3जनामा धेरैजनाले मलाई डाउन पारेर फिनिस गरिदियो। अब म किलहरू हेरेँ रहेछ राम्रो। त्यसपछि हेरेँ गएँ यहाँ ठ्याक्क मसँगै भएको एकजनाले उल गर्दै रहेछ, एनिमीलाई मार्न खोज्दै रहेछ, मार्न सकेन। त्यो सुया लिएर अगाडि बढ्यो, गुलाल लगाइदियो। गुलाल लगाउँदा फुटाएर आउँछ भनेर अर्को गुलाल लगायो अनि एक्सपो बनाउन थाल्यो, तर यसलाई अर्को एकजना पछाडिबाट आएर मारिदियो, डाउन पारिदियो। अर्कोले 2जनालाई डाउन पारिदियो। त्यसपछि अर्कोलाई हेरेँ 2जना भयो फिनिस। अब एकजना बाइक छ, 1v2 चलिरहेको छ। 1v2मा अब मेरो टिममेटलाई त्यही एनिमीले मारिदियो। त्यसले मारेपछि त्यहाँ बसिराख्दाखेरिमा निस्किन्छ कि भनेर त्यसले ड्यामेज दिन खोज्दाखेरिमा निस्किएन, जोन सानो भयो। सानो भएपछि जोन सर्दै पनि जान्छ, जोन पनि सर्न सुरु गर्यो। एनिमी निस्किने नामै लिएन, त्यही भएर मेरो टिममेट अगाडि बढ्न खोज्दै धेरै बढिरहेको छ। हेर्न सक्नुहुन्छ पछाडि जोन आउँदैछ, अगाडि एनिमी छ। पछाडिबाट जोन आयो र अगाडि बढ्दा ड्यामेज पनि दियो, तर अब त्यहाँबाट एउटा बम पनि आयो, बमले त्यति ड्यामेज दिन सकेन। त्यसपछि त्यो गरेर सान्न जाँदाखेरिमा त्यसले मारिदियो त्यसलाई। अब सुरु भयो, यो राउन्ड हाम्रो हातबाट पनि गयो। अब सुरु भयो अर्को एउटा राउन्ड, यो मेरो लास्ट गेम पनि हुन सक्ने सम्भावना बढेको छ, किनभने यहाँ मसँग थम्सअप लिने चान्स पनि छ। थम्सअप हो कि थम्सअप म यसलाई टमै भन्छु या थम्सअप भन्छु। अगाडि त्यहाँ थम्सअप छ, हेर्न सक्नुहुन्छ।
एनिमीले मार्छ कि भनेर एउटा ग्लोवाल पनि लिएँ। बेस्ट हेलमेटलाई म्याक्स गरेँ, जहाँ म लिएँ इपी म्याक्स लिएँ। त्यसपछि अगाडि बढेँ एनिमी छ कि भनेर हेर्दै। अब हेर्न सक्नुहुन्छ मैले पाएर म अगाडि बढेँ। अगाडि एउटा एनिमी छ जस्तो देखेको थिएँ, तर पछि अब हामी पुग्यो। त्यसलाई बढिरहेको छ हालेर डाउन पारेँ। हल्का एनिमी तल झऱ्यो, त्यसलाई मार्न जाँदा त्यसलाई बढी हालेर डाउन पारेँ। त्यसपछि यो रन मेरो हातमा भयो, हेर्न सक्नुहुन्छ। अब हामी अझै एक स्टेप अगाडि बढ्यौँ, हेर्न सक्नुहुन्छ। 21 स्टार। ल आजको लागि यति नै। तपाईँलाई कस्तो भिडियो चाहिन्छ अर्को कमेन्ट गरिदिनु होला। धन्यवाद।